है छाम्दा खस्रो छु म खस्रो छु चिप्लो छुइनँ तर चाख्दाखेरि मिठो छु छाम्दा खस्रो चाख्दा मिठो तर यहाँ यस्ता मान्छेहरू छन् छाम्दाखेरि चिप्लो न चिप्लो चाख्दाखेरि टर्रो नटर अब खाइयो थो 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 भयो पानीले नै कुल्ला गरौँ भन्ने खालको छ है तपाईँहरूलाई कस्तो मान्छे चाहिन्छ है मिठो मान्छे चाहिन्छ होला नि होइन तितो टर्रो त चाहिँदैन होला है तर साँचोलाई साँचो कुरा भन्छु म झुटोलाई झुटै कुरा भन्छु यो फरक छ नेपालीपन भनेको त्यो त्यही हो धेरै कुरा म राख्न चाहन्न रात पर्न आँटिसक्यो हामी यहाँ चुलाचुलीमा मान्छे रिसाइसक्यो भन्ने खबर अघि आइसक्यो 2 घन्टादेखि पर्खिरहेको छ तपाईँहरूले पनि पर्खिनु पर्यो ढिलो आयो माफी चाहन्छु त्यसो भएको कारणले गर्दाखेरि यिनै कुराहरू राख्न चाहन्छु अब अन्त्यमा म यति मात्रै भन्न चाहन्छु तपाईँहरूले भोट हाल्ने बेलामा फागुन 21 गते 4वटा कुरालाई सम्झनु आँखा चिम गर्नु हर्क साम्पाङलाई सम्झनु है हर्क साम्पाङको अनुहारलाई झलस्स सम्झनु अनि तपाईँको छोराछोरीको अनुहार सम्झनु तपाईँको छोराछोरी साना नानीहरूको अनुहार सम्झनु नाति नातिनीको अनुहार सम्झनु अनि यो देशको माटोलाई सम्झनु एकछिन अनि यो देशको माटोलाई सम्झनु अनि यो देशको झन्डालाई सम्झनु हर्क साम्पाङको अनुहार तपाईँको नानीहरूको अनुहार यो देशको माटो र यो चन्द्र सूर्याङ्कित झन्डा यो 4वटा कुरा सम्झनु भोट हाल्ने बेलामा आँखा चिम गरेर त्यस पछाडि तपाईँको हात चुनाव चिन्ह माटो अञ्जुलीको माटोमा नै जान्छ अन्यत्र जाँदैन है घन्टौँ कुरा गर्न सकिन्छ दिनभर रातभर व्याख्या विश्लेषण गर्न सकिन्छ तर यति कुरा बुझ्नुहोस् श्रम संस्कृतिले चुनाव जितेन भने यो देश विदेशीले चलाउँछ है विदेशी हस्तक्षेप आइसकेको छ भइसकेको छ हामीले थुप्रै कुरा देखिसकेका छौँ यति मात्रै म भन्छु होइन साङ्केतिक रूपमा भन्छु श्रम संस्कृतिको चुनाव चिन्ह माटोमा नेपालीले भोट पहिराएन भने यो देश विदेशीले चलाउँछ हर्क साम्पाङ झुटो बोल्दैन त्यस पछाडि तपाईँहरूले गल्ती गरिसकेपछि फेरि हर्क साम्पाङलाई आइदिनु न बोलिदिनु भन्दा म आउँदिनँ आएर के बोल्नु होइन त्यसले गर्दाखेरि समय बित्नुभन्दा अगाडि नेपालीले नचिनेको भनेको समय नै हो टाइम पास गर्ने भन्नुहुन्छ टाइम जस्तो कुरालाई पास गर्ने हो नेपालीले होइन हामी त टाइम पास गर्नको लागि बहाना खोजेर बस्ने नेपाली पनि हो त्यसो भएको कारणले म भन्न चाहन्छु समयको महत्त्व बुझ्नुहोस् समय आउँछ पर्खँदैन मौका आउँछ पर्खँदैन समयले पर्खँदैन हामीलाई बगेको खोला फर्कँदैन त्यस्तो नहोस् म यति भन्न चाहन्छु यहाँहरूबाट छोटकरीमा कुराहरू राख्दै बिदा हुन्छौँ हामी यहाँ थुप्रै कुराहरू स्थानीय माई नगरपालिकाको मुख्य तपाईँको उत्पादित वस्तुहरू केरा बाँस सुपारी अदुवा धान मकै कोदो तुरी के अरे भनेर लेखेर दिनुभएको छ स्थानीय साथीहरूले माई नगरपालिकाको मुख्य समस्या र आवश्यकता भनेको चाहिँ बिर्तामोड हुँदै मान्छेपुङसम्म जोडिने पक्की बाटो र अन्य नगरपालिका जोड्ने पक्की बाटो पिच हुनुपर्ने भन्ने देखिएको छ माई खोलाको दीर्घकालीन तटबन्धन नभएको अवस्था साथै थुप्रै खरे खोलाहरूको समस्या भएको भन्ने देखिएको छ बेरोजगारीको समस्या भन्ने त नेपालैभरि छ होइन अनि व्यावहारिक शिक्षा शुद्ध खानेपानी पनि यहाँ समस्या छ भनेर आएको छ स्वास्थ्य सुविधा छैन भन्ने आएको छ यी भनेको राष्ट्रिय समस्याकै रूपमा छन् यी समस्याहरू पनि हामी समाधान एकपछि अर्को गर्दै प्राथमिकीकरण गरेर गर्नेछौँ तपाईँहरूले हामीलाई विश्वास गर्नुपर्छ विनोद नेम्बाङलाई भोट हालिदिनुहोस् त्यो भोट भनेको मलाई हालेको भोट हो हर्क साम्पाङ एक्लै जितेर सरकार बनाउन सक्दैन त्यसो भएको कारणले विनोद नेम्बाङलाई पनि जिताइदिनुपर्छ सुदीप राईलाई पनि जिताइदिनुपर्छ हर्क साम्पाङलाई पनि जिताइदिनुपर्छ नेपालीले नेपालीलाई जिताउनुपर्छ नेपालीले नेपालको हितमा यसपालि तपाईँको चाहिँ जिताउनुपर्छ भन्दै मेरो भनाइ यही राख्दछु र यहाँहरूबाट बिदा हुने अनुमति पनि चाहन्छु म फेरि आउँछु तपाईँहरूसँग फोटो खिच्दै गरी आउँछु पछि आउँछु चुनाव जितेर आउँछौँ हामी है धन्यवाद छ नमस्ते